महिला उद्यम महिला सञ्जाल सुनोल 5 बाट हुनुहुन्छ मैले माफ गर्नु होला महिला सञ्जाल सुनोल 5 बाट अनि यता कीर्तिपुर आमा समूहबाट यो घम्सा घम्सी डोरी तान्ने प्रतियोगिता फाइनल टिम हो त्यसै सुन्नेवाला छैनन् तर ओ मेरो भगवान होइन कीर्तिपुरले के खान्छ हो यसरी कीर्तिपुरले के खान्छ ए दिदी 2 माना घिउ खाएर आउनु भयो मेरो बा भैँसीको खुट्टा खाएर आउनु भएछ खाँच्चीकै खाए जस्तै हाम्रो सलमान दाइ छ दाइलाई नमन छ सम्मान छ हामी विशेष खेलमा जोडिरहेका छौँ दाइ कस्तो लागिरहेछ रमाइलो छ यो खेल एउटा मनोरञ्जन मात्र नभइकन हाम्रो दिदीबहिनीहरू एउटा साथसाथ भेट्ने रमाइलो मनोरञ्जन त छँदैछ र एउटा उहाँहरूको लागि हौसला हो र एउटा प्रोत्साहन हो र साँच्चीकै यो एउटा उदाहरणीय पनि हो उदाहरणीय काम कसैले गर्छ भने उद्योग वाणिज्य सङ्घ सुनोलले गर्छ सर्दी अध्यक्ष आदरणीय रमेश कर्मचार्य दाई जो यस संस्थाका अध्यक्ष हुनुहुन्छ यस मेलाको संयोजक हुनुहुन्छ आदरणीय दाईको विशेष यो टिमले यति राम्रो काम गर्नु भएको छ नमस्ते भाउजू भाउजू भन्यो रिसाउनु होला नि है अनि सन्चै आर्य हुनुहुन्छ कसलाई जिताउनु आउनु कीर्तिपुरलाई ओहो कीर्तिपुरको एउटा दिदीले त भैँसीको खुट्टा खाएर आउनु भएछ अर्को दिदीले के खाएर आउनु भएको छ एकैछिनमा सुन्नुहोस् ल ए दिदी बल लगाउनु पर्यो मरणदेखिको बल छोडेन ओहो बेस्ट अफ 5 मा 2 पोइन्ट प्राप्त गरिसकेको छ कीर्तिपुर समूहले खुट्टा खाएर आएको होइन अर्को दिदीलाई पनि सोध्छु दिदी उहाँले त हजुरले के खानुभयो के भन्नुहोस् के खाएर आउनुभयो दिदी हजुर दिदीले घिउ थोरै हो र 1 माला खाएर आएको अरे बिहान एकैचोटि मेरो बा दिदीको लागि दिदी हजुरले चाहिँ के खानुभयो हो र हजुरले के खानुभयो भनिदिनुहोस् न दिदीको व्रत हैछ बिचरा आज हजुरले के खाएर आउनुभयो भनिदिनुहोस् न त्यसै पुरस्कार लान पाइँदैन के कहाँ पाइन्छ त नि डोरी तानेर जितेर पनि आफ्नो कुराहरू पनि त राख्नु पर्यो के दिदीले चाहिँ जिताउन आउनु भएको छ समूहबाट ए यो दिदीले के भन्नुभएको छ थाहा छ रागाको खुट्टाहरू मेरो बा यतापट्टि पनि सोध्छु मैले आज यतातिरको सबैको व्रत हो कि जस्तो लागिरहेछ व्रत त होइन नि दिदी कस्तो लागिरहेछ सेकेन्ड भए पनि पैसा पाइन्छ भनेर मक्ख पर्नु भएको छ अलिकति बल लगाए त 5000 रुपियाँ थपिन्थ्यो के अरे ल अब नुहारनदेखिको बल लगाउनु है दिदी हजुरले के खाना आउनुभयो आज मैले आज घिउ खाएर आएको न ढाँटिकिन भन्नु दिदी कति खाएर आउनु एक डाडु ल हजुरले चाहिँ के खाएर आउनुभयो दिदीले त अघि स्टेजबाट एउटा गीत गाइदिनु भएको थियो होइन अहिले पनि फेरि गीत गाउने है त डोरी गाउने मेरो बा 16 वर्ष कि भाषुमा भन्दैन थियो अघि 16 दिया भएको थाहा छैन मेरो बा नमस्ते कस्तो लागिरहेछ हजुरले चाहिँ के खाएर आउनुभयो सागको आज आगत देखिएन होइन त हजुरले के खानुभयो यो गेम जित्नुभयो भने और फेरि गेम अगाडि बढ्नेछ होइन भने द्वितीय पुरस्कारमा सीमित हुनेछ होइन भने यो फाइनल गेम यहाँको लागि प्रस्तुत गर्दैछु कीर्तिपुर